माननीय सदस्य झबीलाल डुम्रे। सम्माननीय सभामुख महोदय, यस गरिमामय सदनमा सुन्ने समयमा पहिलो पटक सम्बोधन गर्दै गर्दा मलाई विश्वास गरेर यस सदनमा पठाउनु हुने स्याङ्जा क्षेत्र नम्बर 2 का सम्पूर्ण मतदाता, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति म हृदयदेखि नै आभार प्रकट गर्दछु। तपाईँको विश्वासले मेरो लागि केवल जिम्मेवारी होइन, यो जनताको आशा, भरोसा र परिवर्तनको अपेक्षा हो। म आज स्याङ्जा जिल्लाको मध्य भागबाट बोल्दैछु। यो भूभाग जहाँ मेरो हजुरबुवा पुस्ताले आफ्नै श्रम र सामान्य घरेलु औजारको प्रयोग गरेर निर्माणमा योगदान दिएको सिद्धार्थ राजमार्ग आज पनि 2028 सालदेखि निरन्तर स्तर उन्नतिको पर्खाइमा छ। लुम्बिनी र पोखरालाई जोड्ने पर्यटन र आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको सिद्धार्थ राजमार्ग वर्तमान अवस्थामा अत्यन्त दयनीय छ। खाल्टाखुल्टी, जोखिमपूर्ण मोडहरू, अव्यवस्थाले भरिएको, जसले जनजीवन र आर्थिक गतिविधिलाई गम्भीर रूपमा प्रभावित पारिरहेको छ। यस सिद्धार्थ राजमार्ग सम्बन्धी कुरा केवल बजेट भाषणमै सीमित मात्र नभई स्तर उन्नतिको कार्य प्रारम्भ हुनेछ भन्नेमा म लगायत सम्पूर्ण जनसमुदाय